नमस्कार, च्याप्टर 4 मा स्वागत छ। हामीले अघिल्लो यानी कि च्याप्टर 3 मा फेसबुकमा कुन तरिकाबाट पैसा कमाउन सकिन्छ भन्ने बारे 5 वटा तरिकाको विषयमा डिटेलमा हेरेका थियौं। जुन 5 वटा मध्ये आजको च्याप्टरमा हामी स्टार, सब्स्क्रिप्सन र परफर्मेन्स बोनसको बारेमा एक कुरा डिटेलमा सिक्ने छौं, कसरी मोनेटाइज गर्ने भन्ने कुरा। सुरुमा हेरौं स्टार मोनेटाइजको बारेमा। यसको लागि तपाईको फेसबुक आइडी हो भने प्रोफेसनल मोडमा अन भएको हुनुपर्छ, जुन बारे हामीले च्याप्टर 1 मै सिकिसकेका छौं। र पेज भए कम्तिमा खोलेको 30 दिन भएको हुनुपर्ने छ र यो 30 दिन भित्र तपाईले आफ्नो पेज वा आइडीमा रेगुलर पोस्टहरु गरेको हुनुपर्छ भने तपाईको पेजमा 500 फलोअर पुगेकै हुनुपर्ने छ। यति भएपछि यो टुल्स तपाईको फेसबुकमा एक्टिभ हुन्छ र यसलाई मोनेटाइज गराउनको लागि यहाँ हेर्नु होला, तपाईले यसरी सेटअप भन्ने आउँछ। यो सेटअपमा तपाईले क्लिक गरिकन सुरुमा फेसबुकको टर्म एन्ड कन्डिसनलाई एक्सेप्ट गर्नुहोस्। अनि दोस्रोमा तल्लोपट्टि चाहिँ यहाँ पे आउट सेटअप भन्ने हुन्छ। यो एकदमै महत्त्वपूर्ण छ र यो पे आउटको विषयमा पनि म एउटा छुट्टै भिडियो बनाउँछु, तर तपाईलाई यहाँ नर्मली म सिकाउँछु किनभने यो पे आउट भनेको चाहिँ यो 5 वटा टुल्सलाई मोनेटाइज गर्नको लागि यो पे आउट चाहिन्छ। पे आउट भनेको चाहिँ तपाईले फेसबुकमा जति पनि पैसा कमाउनुहुन्छ त्यो पैसा चाहिँ तपाई कुन देशमा बस्नुहुन्छ त्यो देशको खातामा पठाउने, फेसबुकले पठाउने एउटा माध्यम हो। अब यसमा तपाईले हामीले ध्यान दिनुपर्ने कुरा के हो भने हामीले च्याप्टर 3 मा छलफल गरेको 5 वटा टुल्सलाई एउटै पे आउटमा राख्न सकिन्छ। यानी कि सबै टुल्स सेटअप गर्दाखेरि पे आउट माग्ने भएकोले गर्दा एक पटक सेटअप गरेपछि सोही पे आउटलाई प्रयोग गर्न सकिन्छ। तर फेसबुकले सबै देशलाई मोनेटाइज नदिने भएकोले गर्दा सबैभन्दा पहिला तपाई कुन देशमा हुनुहुन्छ त्यो देशमा फेसबुकले मोनेटाइज दिन्छ या दिदैन भन्ने कुरा हेर्नु होला। जस्तो तपाई नेपालमा हुनुहुन्छ भने नेपाल फेसबुक मोनेटाइजको लागि एलिजिबल छैन। यानी कि तपाईले नेपालमा बसेर कुनै पनि अर्को तरिका प्रयोग नगरिकन मोनेटाइज गर्न सक्नुहुन्न र तपाईले VPN नै प्रयोग गर्नु भएको छ। राइट म्यानेजरको केसमा बाहेक तपाईले VPN प्रयोग गरिकन चाहिँ तपाईले फेसबुक चलाइराख्नु भएको छ भने तपाईले यो पे आउटमा चाहिँ नेपालको ब्याङ्क जोड्न सक्नुहुन्न। तपाईले चाहिँ इन्डिया अथवा अरु कुनै पनि एलिजिबल देशको ब्याङ्क कुरा जोड्नुपर्छ, जुन कुरा तपाईले हामीले च्याप्टर 2 मा नै डिटेलमा हेरिसकेका छौं कि नेपालमा बसेर कसरी फेसबुक मोनेटाइज गराउन सक्छौं भन्ने कुरा। तर तपाई भारत, दुबई, अमेरिका, अस्ट्रेलिया, युके लगायत अन्य देशमा हुनुहुन्छ भने यी देशहरुलाई फेसबुकले मोनेटाइज दिएको छ। अब स्टार चाहिँ नेपालको लागि पनि उपलब्ध भएकोले गर्दा तपाईले यहाँ पे आउटमा नेपालको डिटेल पनि राख्न सक्नुहुन्छ। तर मेरो सल्लाह नेपालको नराख्नु होला किनकि पछि अरु बाँकी 4 वटा टुल्सको लागि यो पे आउटले काम गर्दैन। त्यसैले मोनेटाइज उपलब्ध भएको देशहरुमा तपाईहरुको कोही आफन्त वा साथीभाइहरु बस्नुहुन्छ भने उहाँहरुको नाम, ठेगाना र बैंक डिटेल राखेर मोनेटाइज गर्न सक्नुहुन्छ। यानी कि पे आउट एकाउन्टलाई सेटअप गर्न सक्नुहुन्छ। तर याद राख्नु होला पे आउट सेटअप गर्ने बेला फेसबुक आइडी को नाम र त्यो व्यक्ति वा तपाईको डकुमेन्टको नाम चाहिँ सेम हुनुपर्छ। जस्तो उदाहरण लागि मानौ म नेपालमा छु, मेरो फेसबुकमा रोशन श्रेष्ठ छ, मैले रोशन श्रेष्ठबाट अर्को राम हैन थापा अथवा भनौं न अरु कुनै व्यक्तिको नाम राखेर मिल्दैन। तपाईले जुन व्यक्तिको नाममा पे आउट बनाउँदै हुनुहुन्छ फेसबुक पनि त्यही नाममा हुनुपर्छ र ठेगाना पनि सेम उनको डकुमेन्ट अनुसार नै हुनुपर्छ किनकि पछि बैंक एड गर्दा वा पे आउट भेरिफाई गर्दाखेरि उक्त व्यक्तिको ओरिजिनल डकुमेन्ट र बैंक स्टेटमेन्ट फेसबुकलाई दिनुपर्ने हुन्छ किनभने भेरिफाई गर्दाखेरि पछि मिस्टेक भयो भने तपाईको भेरिफाई नहुने र कमाएको पैसा अड्किएको हुन्छ। त्यसकारणले गर्दाखेरि फेसबुक आइडी को नाम, डकुमेन्टको नाम सबै कुरा चाहिँ 100% ठ्याक्कै स्पेलिङहरु मिलेको हुनुपर्छ। अब यति भएपछि सरर र यो पे आउटमा यहाँ मागेको कुरा तपाईले भर्दै र नेक्स्ट गर्दै जानु होला। त्यसपछि तपाईको पे आउट सेटअप हुन्छ अनि स्टार मोनेटाइज हुन्छ। अब दोस्रो टुल्स यानी कि सब्स्क्रिप्सन मोनेटाइज गर्नको लागि तपाईले पहिले एलिजिबल देशमा हुनुपर्छ। तपाई मैले अघि पनि भने नेपालको लागि यो दोस्रोबाट नेपालको लागि छैन। स्टार बाहेक अरु कुनै पनि टुल्स नेपाललाई दिदैन। त्यसकारणले तपाई एलिजिबल देशमा हुनुपर्ने हुन्छ। अनि त्यसपछि नभएदेखि च्याप्टर 2 मा भनेको जस्तो गरिकन तपाईले कि त आरडीपी युज गर्नुपर्ने हुन्छ कि त निरन्तर ओरिजिनल काम गरेर राइट म्यानेजर लिएर आएको हुनुपर्ने छ। यति भएपछि यो टुल्स एक्टिभ गर्नको लागि तपाईले यी कुराहरु पूरा गरेको हुनुपर्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ तपाईले सब्स्क्रिप्सन पाउनको लागि चाहिँ तपाईको पेजमा 10,000 पेज वा आइडीमा चाहिँ 10,000 कम्तिमा फलोअर पुगेको हुनुपर्छ र यस्तै तपाईले अपलोड गर्नुभएको भिडियोहरुमा एक हप्ता भित्र 250 रिटर्निङ भ्यूज। यानी कि रिटर्निङ भनेको चाहिँ एक पटक कुनै पनि व्यक्तिले आएर तपाईको फेसबुक या पेजमा चाहिँ एउटा भिडियो हेर्यो भने त्यो व्यक्तिले एक हप्ता भित्र फेरि फर्केर आएर तपाईको भिडियो हेरेको हुनुपर्ने छ। त्यस्तै तपाईको सबै खाले पोस्टहरु गरेर 50,000 एंगेजमेन्ट भएको हुनुपर्छ र अन्त्यमा तपाईको पेजमा वा आइडीमा भएको सबै भिडियोहरुको मिलाएर 1,80,000 मिनेट भ्यूज आएको हुनुपर्छ। यो नर्मल कुरा हो, तपाईको एक दुईटा भिडियो भाइरल भयो भने आइहाल्छ, यसमा धेरै नआतिनु होला। हो यति सबै कुराहरु पूरा भएपछि तपाईलाई फेसबुकले यसरी सेटअपको अप्सन दिन्छ र त्यसपछि अघि स्टार जस्तै गरिकन फेसबुकको टर्म एन्ड कन्डिसनलाई एक्सेप्ट गर्नुस् अनि दोस्रोमा चाहिँ तपाईको अघि स्टारकै पे आउट हुन्छ अथवा नभएदेखि नयाँ पे आउट सेटअप गरेर तपाईसँग चाहिँ यसरी तपाईले यसलाई पनि मोनेटाइज गराउन सक्नुहुन्छ र तपाईले रिभ्यूमा पठाइदिनुस्। पठाइसकेपछि तपाईको नर्मली के हुन्छ एकैछिनपछि फेसबुकले यो कुरा तपाईलाई एक्सेप्ट गरिहाल्छ। पे आउट चाहिँ मैले अघि नै भने स्टारको लागि बनाउनु या सब्स्क्रिप्सनको लागि बनाउनु, बोनसको लागि बनाउनु, यो 5 वटा मध्ये जुन चाहिँ टुल्सको लागि बनायो भने एउटै पे आउटले सबै टुल्सको लागि काम गर्ने हुन्छ है। तपाईसँग अरु पेज छ, 2-3टा पेज छ भने पनि एउटा पे आउटमा सबै पेजलाई ल्याएर जोड्न पनि मिल्छ। अब तेस्रो टुल्स यानी कि परफर्मेन्स बोनस, यो चाहिँ अलिक फरक र टन्न पैसा कमाउन सक्ने वाला टुल छ। माथिको दुईवटा
कतिवटा टुल्समा चाहिँ कोही व्यक्तिले आफ्नो पैसा खर्च गरेर तपाईलाई गिफ्ट दिनुपर्छ वा सदस्यता लिनुपर्छ। तर यो टुल्समा भने अर्थात् यो परमेश बोनसमा भने चाहिँ तपाईले अपलोड गर्नुभएको फोटो भिडियो टेक्स्ट वा हैन स्टोरीमा चाहिँ लाइक कमेन्ट गरेकै भरमा तपाईले अनलिमिटेड यानी कि जति पनि पैसा मजाले कमाउन सक्नुहुन्छ। यो टुल्सको लागि स्टार र सब्सक्रिप्सन जस्तो यति फलोअर हुनै पर्ने या यति भ्युज हुनै पर्ने भन्ने केही पनि क्राइटेरिया छैन। तपाईले निरन्तर आफ्नो पेज वा प्रोफाइलमा फोटोहरू अपलोड गरिराख्नुहोस्, उताबाट फेसबुकले नै तपाईलाई यो टुलको लागि निम्तो यानी कि इन्भाइट गर्नेछ, जसको लागि तपाईको आइडी वा पेजमा लाखौं फलोअर छ या हजारौं छ भन्नेले फरक पर्दैन। तर तपाईको काम चाहिँ ओरिजिनल हुनु पर्यो अनि रेगुलर अपडेट र पोस्टहरू भइरहेको हुनुपर्छ। र यो टुल्समा फेसबुकले तपाईलाई इन्भाइट गर्यो भने यसरी प्रोफेसनल ड्याशबोर्ड भित्र गएर यो मोनिटाइज सेक्सनमा जाने बित्तिकै परमेश बोनसको पछाडि सेटअप भन्ने अप्सन आएको हुन्छ। त्यो सेटअप आयो भने तपाईँ सम्झिनुहोस् कि तपाईले बोनस मजाले पाउनुभयो र बोनस चाहिँ तपाईले त्यहाँ अनलिमिटेड हुन्छ, कहीँ लिमिटेड हुन्छ हैन। त्यसमा तपाईले अनि यो सेटअपमा क्लिक गरिकन अघि स्टार र सब्सक्रिप्सन जस्तै गरिकन मोनिटाइज गर्न सक्नुहुनेछ। र यो मोनिटाइज भइसकेपछि तपाईले खास गरिकन जति धेरै फोटोहरू हाल्न सक्नुहुन्छ त्यति नै धेरै पैसा कमाउनुहुन्छ। भन्ने बेलामा त फेसबुकले भिडियो स्टोरी या अरू के अरे अरू कुराबाट पनि पैसा कमाउँछ भनेको हुन्छ। तर हाम्रो अनुभव अथवा अहिलेसम्म के छ भने यो बोनसमा चाहिँ तपाईले जति धेरै फोटो हाल्नुहुन्छ त्यति धेरै पैसा आउँछ। र मेरो एकजना क्लाइन्टले तपाईको बोनसबाट मात्र महिनाको 5000 देखि 6000 डलरसम्म नि कमाइ भएको छ। यो सत्य हो। र यसमा तपाईले अब सकेसम्म ओरिजिनल काम गर्ने कोसिस गर्नुहोस् हैन। एकदम ओरिजिनल गर्यो भने लाइफ टाइमको लागि हुन्छ। तर तपाईलाई सर्ट टाइममा पैसा कमाउनु छ अथवा सर्टकटबाट पैसा कमाउन लागि भनेको चाहिँ अलिक नाम चलेको नेता पत्रकार वा सेलिब्रिटीहरूको फोटो हालेर गजबको क्याप्सन लेख्नुहोस् हैन। उसको फ्यानहरूलाई चित्त बुने क्याप्सन लेख्नु होला। जस्तै भनौँ न अब कसैको तारिफ गरिदिनुहोस्, त्यसो गर्नुभयो भने झ्याप्प लाइक कमेन्ट राम्रो आउँछ र पैसा पनि त्यहाँबाट राम्रै आउँछ। तर एउटा कुरा याद गर्नुहोस्, लाइक र कमेन्ट अनि पैसाको लोभमा परेर झुटो खबर फैलाउने, अफवाह फैलाउने, कसैलाई होच्याएर गाली गलौज गर्ने, पब्लिकलाई उक्साउने, नराम्रो कुरा गर्नको लागि त्यस्ता पोस्टहरू गर्नुभयो भने फेसबुकले तपाईको यो टुल सधैँको लागि हटाइदिन्छ र सँगसँगै तपाईँ नेपालको कानुनको झन्झटमा पनि पर्नुहुन्छ। त्यसैले गर्दाखेरि पैसा कमाउनको लागि जे पायो त्यो नगर्नु होला। फोटोहरू प्रयोग गर्दाखेरि सत्य खबर र सकारात्मक सन्देश जाने किसिमको मात्रै प्रयोग गर्नु होला। म तपाईलाई के भन्न चाहन्छु भने जस्तो एकछिनको लागि तपाईलाई पैसै कमाउनु छ टुल्स बोनसबाट भने राम्रो कुरा गर्नु, सबैको राम्रो कुरा हाल्नुहोस्, नराम्रो हाल्नुपर्छ भन्ने छैन। सत्य खबर हाल्नुहोस्, भएको खबर हाल्नुहोस्। त्यसो गरेर पनि तपाईले यहाँ पैसा कमाउन सक्नुहुन्छ। यो टुल्सबाट पैसा कमाउन लागि जे पाए त्यो फेक न्यूज हाल्नु गलत हो। यो हाल्नुभयो भने तपाईको टुल्स पनि फेसबुकले उडाइदिन्छ र तपाईँ नेपालको कानुनमा अथवा तपाईँ जेल पनि जानुपर्ने हुन्छ। त्यो भएर यो कुरामा तपाईले ध्यान दिनु होला। र आजको यो च्याप्टर 4 मा यति नै। अब बाँकी रिल र लामो भिडियोको मोनिटाइज बारे हामी यसै गरिकन च्याप्टर 5 मा सिक्नेछौँ। र त्यसपछि हामी नर्मली राइट म्यानेजर भनेको त्यो कसरी लिने हैन, VPN कसरी प्रयोग गर्ने, RDP कसरी प्रयोग गर्ने, बाँकी फेसबुकमा रातो निलो धर्को आएको कसरी हेर्ने, यो सबै कुराहरू यो फेसबुकको सिरिजमा हामी जानेछौँ। आजको लागि यति नै। फेरि च्याप्टर 5 मा भेट्नेछौँ। अहिलेको लागि नमस्कार अनि धन्यवाद।